होइन खाना लाउन दिएरै 25 रुपियाँ हो तलब। त्यसमध्ये भन्नुहुन्छ भने हजुर त्यो 25 रुपियाँ मैले कहिले पनि मासिनँ। हजुर मास्नै परेन, अभावै भएन मलाई। अभावै भएन। अनि पढाइ चाहिँ बुवाले पढ्न पाउनु भयो कि भएन? कति पढ्नु भयो? मैले स्कुल भन्ने कुरोमा चाहिँ पढ्न चाहिँ भन्न खुट्टो टेकिन, पढाउनु चाहिँ एक दिन टेकेँ बरु। नपढे पनि पढाउनु चाहिँ टेकेँ। एउटा स्कुललाई उद्घाटन गर्नु पर्यो मैले, होइन? हजुर हजुर। हात्तीसर वडा नम्बर 2 मा एउटा स्कुल चाहिँ बनाइयो। स्कुल बनाउँदाखेरि उद्घाटन गर्नलाई त्यतिखेर जमाना सबै अलि पछि नै परे। हजुर। 2 जना थिए मास्टर त्यतिखेर। हजुर। त्यतिखेर सर शिक्षक भन्ने चलन थिएन, मास्टर भनिन्थ्यो। हजुर। 2 जना थिए, 1 जना मान्छे पुगेन। हजुर। अब मलाई राखे त्यहाँ। हजुर। मैले सामोसेर चाहिँ पढेको हुँ। हजुर हजुर। सामोसेरपट्टिबाट हेर्ने हो भने ज्योतिषपट्टिबाट चिना टिप्पणी गरेँ। हजुर हजुर। लेखेँ पनि, हेरेँ पनि, दुनियाँका लेखेँ पनि, होइन? हजुर। तर अरू एबिसिडी भनेको अहिले एबिसिडी लेख भन्नु हो, म जान्दिनँ। ए होइन, चिना टिप्पण चाहिँ हेर्नुहुन्छ अहिले पनि? अहिले त हेर्दिनँ, अहिले त छोड्नु भयो। अहिले अब दृष्टि पनि कमजोर हुँदै गयो, होइन? अनि त्यो चिना टिप्पण चाहिँ कोसँग सिक्नु भयो, कसरी सिक्नु भयो त?